चुपचाप घन्टी छाप तिमीहरूलाई पुगेकै छैन। यी नेपालीहरूलाई अझै पुगेको छैन। हिजो फुटबलकाले भेटाए होइन, त्यहाँ कमेन्टमा लेखेकै थियो क्या, रुँदै गरेको सिनमा, चुपचाप घन्टी छाप घन्टेहरूलाई भन मैले चुनावमा नजाऊ, फाँसीवादी सरकार आउँछ, उसलाई मतलब छैन, त्यत्तिकै सिंहदरबार र सर्वोच्चमा आगो लागेको छैन। यो उद्देश्य कुन उद्देश्यको लागि ल्याएको? हिजो 5 रुपियाँ तेलमा बढ्दाखेरि नि शङ्करदेव र आरआर क्याम्पसबाट आगो उठ्थ्यो। खोइ आज ती विद्यार्थी सङ्गठन कहाँ छन्? कसका भेडा बाख्रा चढाउनु गरेछन् ती विद्यार्थीहरू? के गर्दैछन्? के गर्दैछन्? तर हाम्रो नागरिक बचाऊ अभियानको विद्यार्थी सङ्गठनले 1 हप्ताभित्रमा यो तेलको मूल्य फिर्ता लिएन भने अब आन्दोलन सुरु गर्छ। गर्न तयार छ होइन भाइ? गर्छ। हाम्रो विद्यार्थी सङ्गठनले गर्छ। विद्यार्थी सङ्गठन खारेज गर्ने आँट अब नगर्नुहोस्। विद्यार्थी सङ्गठन किन चाहिने रहेछ भन्दा आवाज उठाउन चाहिने रहेछ। हिजो 2 रुपियाँ बढ्दाखेरि नि आगो बलेको ठाउँ होइन, आज 100 रुपियाँ बढ्दाखेरि नि बोल्दैन। 137 को तेल आज 237, 147 को पेट्रोल 247। अनि यता चाहिँ भिडियोमा गरिबको चमेली बोलिदिने कोही छैन भनेको छ, एल्गोरिदम प्रयोग गरेर जम्मै बेकुफ बनायो। अनि उता कालो कोटमा राजा महेन्द्र र हाम्रो प्रधानमन्त्रीको फोटो है सँगै राखेर हिँडाइदिएको छ। अब राजा केही छन् यहाँ राजावादी पत्रकारहरू, उहाँले त राजा ल्याइहाल्नुहुन्छ। दुर्गा परसाईको मुखमा टेप लगाइदिइहाले। प्रधानमन्त्री हुने भए त त्यही दिन भइहाल्थ्यो नि, मलाई सेनाले बोलाएर प्रधानमन्त्री बनाएकै हो नि, मैले नलेको। 24 गते राति नै हुन्थ्यो नि।